नमस्कार, स्वागत छ। आज हामी आईक्यू सेट नम्बर 18 प्र्याक्टिस गर्दैछौँ नम्बर सिरिजबाट। पहिलो प्रश्न छ हाम्रो 3 3 4.5 9 2.2.5। त्यसपछि साइन अफ इन्टरोगेसन। यो प्रश्नवाचक स्थानमा के हुन्छ यहाँ हेर्नुस् त। यसमा 3 मा 1 ले मल्टिप्लाई गर्दाखेरि 3 मा 1 ले मल्टिप्लाई 3 भएको छ। त्यसपछि फेरि 3 मा 1.5 ले मल्टिप्लाई कति भएको छ 4.5। त्यसपछि 4.5 मा 2 ले मल्टिप्लाई 9। अब 9 मा कति 2.5 भनेपछि 0.5 ले बढ्दै अनि मल्टिप्लाई हुँदै गएको छ। सो 22.5। अब 22.5 मा कतिले मल्टिप्लाई हुन्छ त 2.5 भइसक्यो भनेपछि अब 3 ले। सो 5 3 जा 15, 2 3 जा 6, 6 1 कति हुन्छ 7 अनि फेरि 6 भनेपछि 67.5 अप्सन नम्बर डी। त्यस्तै प्रश्न नम्बर 2 मा 336 168 84 42 21। यसमा के भएको छ आधी हुँदै गएको छ, आधी हुँदै गएको छ है, आधा आधा हुँदै गएको छ भनेपछि यसमा 2 ले डिभाइड हुँदा यति, फेरि यसमा 2 ले डिभाइड, फेरि यसमा 2 ले डिभाइड 42, 42 मा 2 ले डिभाइड गर्दा 21। त्यसपछि 21 मा 2 ले डिभाइड हुँदाखेरि कति हुन्छ 21 मा 2 ले भाग गर्दाखेरि 10.5। अप्सन नम्बर कुन छ हाम्रो बी रहेको छ। त्यस्तै 3 नम्बरमा 7200 3600 1200 300 त्यसपछि 60। अब यो प्रश्नवाचक स्थानमा के हुन्छ हेर्नुस् त। यसको 2 ले डिभाइड हुँदाखेरि 3600, 3600 मा 3 ले डिभाइड हुँदाखेरि 1200, 1200 मा 4 ले डिभाइड हुँदाखेरि 300। त्यसपछि 300 मा फेरि अब 5 ले डिभाइड 60। अब 60 मा 6 ले डिभाइड हुँदा कति हुन्छ त 6 ले डिभाइड हुँदा 60 मा कति हुन्छ 10। सो अप्सन नम्बर सी रहेको छ। त्यस्तै प्रश्न नम्बर 4 5 11 23 47 95। अब यसमा हेर्नुस् 2 इन्टु अनि +1 भनेपछि 2 ले मल्टिप्लाई गर्दाखेरि 5 इन्टु 2 + 1 कति भयो 5 2 गुणा 10 1 11। अब 11 इन्टु 2 + 1 कति हुन्छ 11 दुना 22 1 23, 23 इन्टु 2 + 1 भनेपछि 23 2 गुणा 46 + 1 47। अब 47 इन्टु 2 + 1 95। अब 95 मा 2 ले मल्टिप्लाई +1 भनेपछि 5 2 गुणा 10 9 2 गुणा 18 1 19 + 1 191। 191 कुन छ हाम्रो अप्सन नम्बर ए मा छ। त्यस्तै 5 नम्बरमा 5 11 24 51 र 106 पछि के हुन्छ तपाईहरु कमेन्ट गर्नु होला। थ्यांक यू।